नमस्ते टेस्ट लेग यहाँहरूलाई सम्भोटा लिपि अनलाइनमा स्वागत छ। आज हामी सिक्दिन सोलदेव यानि कि 7 वचन प्रार्थना पढ्न गइरहेको छु। तपाईहरू पनि सँगसँगै पढ्ने प्रयास गर्नु है त। अब आजको पाठ सुरु गरौँ है त। हुँ उगे युल्गी नुब्ज्याङ छम पेमा केसर तोम्पो ला याचेन छोगी ngोडुप ने पेमा चुङ्ने शेसु टाक खोर्दु खण्ड माङ्बे कोर खेगी जेसु ताउटुप कि जिङ्गे लप्चिर शेक्सु सोल गुरु पेमा सिद्धि हुँ उगे युल्गी नुब्ज्याङ छम पेमा केसर तोम्बो ला याचेन छोगी ngोडुप्ने पेमा चुङ्ने शेसु डा खोर्दु खण्ड माङ्बे कोर खेगी जेसु ताउटु जिङ्गे लप्चिर शेक्सु सोल गुरु पेमा सिद्धि उगे युल्गी नुब्ज्याङ छम पेमा केसर तोम्बो ला याचेन छोगी ngोडुप्ने पेमा चुङ्ने शेसु डा खोर्दु खण्ड माङ्बे कोर खेगी जेसु ताउटु जिङ्गे लप्चिर शेक्सु सोल गुरु पेमा सिद्धि उगे युल्गी नुब्ज्याङ छम पेमा केसर तोम्बो ला याचेन छोगी ngोडुप्ने पेमा चुङ्ने शेसु डा खोर्दु खण्ड माङ्बे कोर खेगी जेसु ताउटु जिङ्गे लप्चिर शेक्सु सोल गुरु पेमा सिद्धि यो प्रार्थना थोरै र अति अधिष्ठित हुनको कारणले तपाईहरूले समय हुँदाखेरि बिहान दिउँसो र बेलुका यो प्रार्थनालाई पढ्ने प्रयास गर्नु है त। धन्यवाद। आजको लागि यति नै। तपाईँको दिन शुभ रहोस्।